नमस्ते। मार्च महिना कोलोरेक्टल क्यान्सर अवेरनेस मन्थ हो। सो आज हामी कोलोरेक्टल क्यान्सर्सको साइन्स एन्ड सिम्टम्सको बारेमा कुरा गर्छु। कोलोरेक्टल क्यान्सर्स आर भेरी साइलेन्ट क्यान्सर्स के थाहै हुँदैन कि कसरी भयो। अचम्मको थाहा हुन्छ कि स्टेज 3 पुगिसक्यो, स्टेज 4 पुगिसक्यो। सो कहिले हामीलाई थाहा हुन्छ कि कोलोरेक्टल क्यान्सरको एउटा रिस्क हुन्छ। सो जेनरली एउटा चेन्ज अफ बावेल ह्याबिट भनेको मतलब चाहिँ त्यो स्टुलको जुन नेचर छ, एउटा कहिले डायरिया हुन्छ, कहिले कन्स्टिपेसन हुन्छ, यस्तो अल्टरनेटिङ कन्स्टिपेसन डायरिया हुँदैछ जुन पहिला हुँदै थिएन, अहिले नयाँ हुँदैछ भने द्याट इज एन इम्पोर्टेन्ट साइन। सेकेन्ड साइन इज के लाइक स्टुल गरेपछि तपाईँलाई लाग्छ कि राम्रोसँग भएको छैन, सेन्स अफ इन्कम्प्लिट इभ्याकुएसन हुन्छ, त्यो पनि एउटा इम्पोर्टेन्ट साइन हो। थर्ड इज स्टुलमा खुन जान्छ, त्यो त कालो कालो स्टुल हुन्छ, त्यो पनि एउटा साइन एन्ड सिम्टम हो कोलोरेक्टल क्यान्सर्सको। त्यसपछि लाइक पेटमा एउटा अनइजिनेस, लाइक एउटा अनचन अनचन हुन्छ पेटमा के लाइक डिस्कम्फर्ट, एब्डोमिनल डिस्कम्फर्ट हुन्छ के त्यो पनि एउटा अर्ली साइन एन्ड सिम्टम हुनसक्छ। कहिले कहिले उल्टी उल्टी जस्तो लाग्छ, ग्यास भएको जस्तो लाग्छ, यो सबै साइन्स एन्ड सिम्टम्स हुनसक्छ अर्ली कोलोरेक्टल क्यान्सर्सको। एन्ड अर्को एउटा के हुन्छ भन्दाखेरि लाइक समटाइम्स पेसेन्ट्स कम्प्लेन अफ वेट लस। सो लास्ट 6 महिना 3 महिनामा अचम्मको तपाईँको वेट लस हुँदैछ, यु आर नट इन एनी डाइटिङ अर एनी क्र्यास कोर्स अर एनी काइन्ड अफ लाइक चेन्ज इन ह्याबिट्स, तर आफै वेट लस हुँदैछ भने द्याट्स अल्सो ए वरिङ साइन। एन्ड त्यो पनि कोलोरेक्टल क्यान्सरको एउटा साइन हुनसक्छ। एट द एज अफ 45 स्क्रिनिङ कोलोनोस्कोपी इज रिकमेन्डेड फर ए नर्मल इन्डिभिजुअल। सो 10 वर्षमा एकचोटि स्क्रिनिङ कोलोनोस्कोपी गर्छ। सो यति नै हो, धन्यवाद।